बनाउनु पर्छ? माया सङ्क्रान्तिको सुरु गर्दैछौँ आउँदो चाडको वर्ष दिनको चाड हजुरहरू पनि राम्रोसँगले मनाउनु होला। हामी माया सङ्क्रान्तिको लागि सेलरोटी तयार गर्दैछौँ। राम्रोसँगले फुल्छ। ठिक्क तेल हाल्नुपर्छ, धेरै हाल्यो भने फेरि रोटी सोधिन्छ। त्यो कसरी बनाउँछौँ नि हामी यसको? हामीले अघिल्लो दिन चामल भिजाएर राख्ने, अनि भोलिपल्ट चामल पिस्ने मसँग जहिले मिक्सरमा मुस्छु। जहिले मिक्सरमा थोरै पानी हाल्दै मिक्सरमा पिस्छु। अनि धेरै पानी नहाल्ने, ठिक्क पानी हाल्ने, अनि घिउ हाल्ने, चिनी हाल्ने, अनि मजाले माड्ने पिठो, तातो पानी राख्ने, पिठो मार्ने, अनि बिस्तारै बिस्तारै मार्दै मार्दै जाने। अनि मार्दै गएपछि पिठो यतिको बनाउनुपर्छ, यतिकै लस्सा आउँछ। अनि आफूले यसरी हाल्ने, हालेर त्यहाँ डर लाग्छ भने पहिला यसरी यहाँ हालेर सिक्ने। यस्तो हाल्ने गोलो हुन्छ। यहाँ हालेपछि फेरि आफूले हाल्ने, सिक्नु मन लाग्यो। अब सिक्नलाई चाहिँ त्यसलाई हाल्ने बित्तिकै पहिले त डढाउँछ, हात डढाउँछ। यसो हाल्ने, अनि यहाँ हालेर भएपछि त्यहाँ हाल्ने, बिस्तारै घुमाइ नडराइकन घुमाउनुपर्छ। फेरि तेलमा हात सोध्यो भने चाहिँ हात पोल्छ। अनि आफूलाई फुल्ली कतिको खानु होला छ त्यही किसिममा हाल्ने, चिनी घिउ धेरै नहाल्ने, ठिक्क हाल्ने। रोटी फेरि फुट्छ रोटी। के अरे विदेशको सङ्क्रान्तिको माघे सङ्क्रान्तिको स्पेसल भन्दैछ। हजुर खतरा ल गुड गुड राम्रो बढ्छ। हजुरहरूलाई पनि सेल बनाउन सिक्नु मन छ भने माया भिडियो सब्सक्राइब एन्ड लाइक गरिदिनु होला। उहाँले त्यो च्यानलमा मजाले सिकाइदिनु भएको छ। सिक्नु मन छ भने सल्लाह सुझाव दिने छु बिस्तारै बिस्तारै। म चाहिँ यसै गरेर बनाउँछु। नेक्स्ट टाइम म दिनेछु। माया भिडियोज हेर्नु होला राम्रो सेलरोटी बनाउनको लागि। अनि आज मुख जाँदा होला टक्क लगाएर खानु न। अब देखाउनु भने टकिहाल्नु, टोक्नु 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 र हो ल साजु टोक 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 टोक। मिठो रहेछ हो। ए मम्मीको भेराइटी भेराइटी। ल ल ल टोक टोक टोक। सङ्क्रान्ति ल सङ्क्रान्ति मनाउनु होला। सङ्क्रान्ति ले